guys, welcome to my mini vlog. आज चाहिँ म मेरो गाउँमा छु एन्ड मेरो दिदी एन्ड भदैनी छ एन्ड बाजे एन्ड मम्मी चाहिँ घाँस काट्दै हुनुहुन्छ. भाउजू चाहिँ बस्नुभएको छ अनि हामी चाहिँ बिहान खाजा खाएको भात भुटेको. सो मैले भदैनीलाई खाजा खुवाउँदैछु. खाना खानै मान्दैन कि जबरजस्ती. अनि मेरो दिदीले पनि साइडमा बसेर खाँदैछ अनि मम्मी चाहिँ घाँस काट्दै हुनुहुन्थ्यो नि त. म मेरो भाउजू गाजा बोकेर आउँदै हुनुहुन्छ. अनि हामी चाहिँ गाउँमा 4 वर्षपछि म मेरो बजेको घर गएको. सो मेरो बाबा मामा दाई बाजेले चाहिँ खसी काट्दै हुनुहुन्थ्यो. भुटुवा बनाए, भुटुवा खाँदैछौँ हामीहरू. त्यसपछि आन्द्रा भुडी पनि बनाएर खाँदैछौँ. एकदम रमाइलो गाउँको प्योर अर्ग्यानिक होइन. मामाहरू सबैहरू बस्नु भएको छ उता. अनि हामी चाहिँ म र मेरो दिदी चाहिँ हन्तकाले जस्तो खाँदैछौँ खसीको मासु. अनि त्यही हो. अनि धेरै वर्षपछि बजेको घर गयौँ हामीहरू फ्यामिली सबै फ्यामिलीहरू आउनुभएको थियो. मैले धेरै भिडियो बनाउन पाएन, हल्का बनाएँ. त्यही हो. म र मेरो दिदी चाहिँ पुरा मासु लबर मासु खाँदैछौँ. अनि यति नै हो आजको भिडियो. के कस्तो लाग्यो हजुरहरूले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला. धन्यवाद. बाई बाई.